विद्यार्थी हामी सक्छौं अब न्याय अन्याय जोख्न। विद्यार्थी हामी सक्छौं अब न्याय अन्याय जोख्न, समाजका कुसंस्कार र विकृतिलाई रोक्न, समाजका कुसंस्कार अनि विकृतिलाई रोक्न। हटी होइन गति लड्ने वीरका ती सन्तान, हटी होइन गति लड्ने वीरका ती सन्तान, तयार छ अब देशको जिम्मेवारी बोक्न, शहीदको सम्झेर बलिदान, शहीदको सम्झेर बलिदान। धन्यवाद सञ्चालिका मित्र। आदरणीय यस कार्यक्रमका सभाध्यक्ष महोदयजी, प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अन्य अतिथिगणहरू, मञ्चमा बस्नुभएका अभिभावक र मेरा साथीहरू मित्रहरूमा म कक्षा 9 का अध्ययनरत छात्रा टीना भट्टको तर्फबाट न्यानो अभिवादन स्वीकार्नुहोस्। आज मिति 2082 साल चैत 27 गते शुक्रबारका दिन हुन गइरहेको वार्षिक उत्सव नतिजा प्रकाशन कार्यक्रममा मलाई थोरै समय मिलाएर बोल्न दिनुभएकोमा म विद्यालयप्रति आभार प्रकट गर्न चाहन्छु। आजको मेरो वक्तव्य कलाको शीर्षक रहेको छ राष्ट्र निर्माणमा विद्यार्थीको भूमिका भन्ने विषयमा जान्नुभन्दा अगाडि हामीले बुझ्नुपर्छ कि राष्ट्र र विद्यार्थी भनेको के हो। यिनीहरूको सम्बन्ध कस्तो छ। राष्ट्र भनेको कुनै पनि देशको राजनीतिक भूगोल अथवा अन्तर्राष्ट्रिय राजनीतिक भूगोलभित्र निश्चित सीमा रेखामा रहेको भूगोललाई नै देश भनिन्छ। विद्यार्थी भनेको निरन्तर शिक्षा हासिल गर्ने व्यक्ति हुन्। उनीहरूले देशका लागि विभिन्न माध्यमबाट आफ्नो भूमिका निर्वाह गरिरहेका हुन्छन्। साथै नै विद्यार्थीहरूको काँधमा देशको डाक्टर रहने भएकाले उनीहरूको अपरिहार्य भूमिका देशका लागि महत्त्वपूर्ण छ। आजका विद्यार्थीहरू भोलि गएर शिक्षक अभिभावक प्रशिक्षक नबनान् भन्न सकिँदैन। आजका विद्यार्थीले नै भोलिको देश चलाउनु। राष्ट्र निर्माण भनेको कुनै पनि देशको सामाजिक आर्थिक र शैक्षिक विकास हुनु हो। यदि विद्यार्थीहरूले आजबाट नै देशमा व्याप्त गरिबी, बेरोजगारी र अशिक्षालाई हटाउन मद्दत गर्दछन्। विद्यार्थीहरू समाज परिवर्तनका सन्तानहरू हुन्। राष्ट्र निर्माणका बलिया आधार हुन्। आज विद्यार्थीहरूको अध्ययनलाई जल जमिन राष्ट्रको जल जमिन र जङ्गलसँग जोड्ने भने मात्र वास्तविक विकासको ढोका खुल्छ। साँच्चै नै भन्नुपर्दा सरकारले आफ्नो रगत दिएर देश बचाए, अब विद्यार्थीहरूले विवेक र चेतना दिएर आफ्नो भविष्य बनाउनुपर्छ। आज राष्ट्र निर्माणको सङ्घर्ष भएको छ। आज प्रत्येक विद्यार्थीले आफूले प्रश्न गर्ने बेला आएको छ। विद्यार्थीहरू र मैले देशको लागि के गरौँ। जब